सबभन्दा पहिले त यहाँहरूमध्ये कोही आज पहिलो पटक आउनु भएको हुनुहुन्छ? फर्स्ट टाइम इन दिस आश्रम? 1 2 3 4 5 6 वाउ! पहिलो पटक यहाँ आउनु भएको मित्रहरूलाई फेरि एकपटक विशेष स्वागत छ। यहाँलाई विशेष स्वागत छ। आउनुहोस्। पहिलो पटक तपाईहरु धेरैलाई याद होला, फर्स्ट टाइम इन स्कुल याद छ? आजकल त यादै हुँदैन। 2-2.5 वर्षमै त्यो के किन्डरगार्टन, नर्सरी के भएर पठाइदिन्छ, स्कुल गएको भन्ने नै थाहा हुँदैन। पहिले अलिक ठुलो भएपछि स्कुल पठाउने चलन थियो। मेरो बेलासम्म त म त सिधै 1 क्लासमा चाहिँ स्कुल गएँ। हाम्रो 1 क्लास भनेको त बिगिनिङ त्यही हो। कस्तो फिल हुन्छ। तर कलेजको त जो मित्रहरू कलेज जानु भएको छ, फर्स्ट डे इन कलेज, आजकल त्यो पनि होला जस्तो छैन। अब यसलाई मैले जानेको छु भनेर त्यो एक किसिमको त्यो भाइलेन्स लिएर जान्छन् कि क्या हो आजकल त्यस्तो लाग्छ कि कलेजमा फर्स्ट डे जाने पनि त्यस्तो लाग्दैन। त फर्स्ट डे कुनै ठाउँमा कहीँ जाँदाखेरि केही फिलिङ तपाईहरुलाई भएको होला, या उसको बारेमा केही सुनेर थाहा पाएर या मित्रहरूले भनेर यसरी केही हिसाबबाट आउनु भएको होला। हाउ डज इट फिल लाइक? कस्तो ओशोको आश्रममा ध्यान केन्द्रमा पहिलो पटक आउँदा कस्तो अनुभव होला? क्युरियोसिटी भन्छ नि हामी, जिज्ञासा। के हुँदो रहेछ त यहाँ हेर्ने, के हुन्छ होइन? हुन्छ क्युरियोसिटी। जो मित्रहरू पहिलो पटक आउनु भएको त होइन, धेरै पहिलेदेखि नै आउनु भएको छ, तैपनि आफूलाई नयाँ जस्तै ठान्नुहुन्छ। नयाँ नै छु, मलाई केही यहाँको विषयमा थाहा छैन, अथवा पहिलो भर्खर आइरहेको छु जस्तो लाग्छ। कोही हुनुहुन्छ त्यस्तो? लुक एट हर। अघि पनि हात उठाउनु भएको हो, म पहिलो पटक आएको भनेर अहिले फेरि उठाउनु भयो। पक्रियो चोरी तपाईँको। अब यो चोरी पक्रेपछि त पनिसमेन्ट त हुनु पर्यो होइन? छोटो एकदम 2-3 शब्दमा अथवा एक पूरा वाक्यमा बताइदिनुहोस् ओशोको सन्देश के जस्तो लागेको छ, बताउनुहोस् त। फस्नुभयो नि यहाँ, हात उठाएपछि त त्यस्तै हुन्छ। एकदम छोटो के हो ओशोको सन्देश? त्यो त भन्नुभयो पनि हुन्छ, म सुनाइदिन्छु नि। ध्यान। ओशोको सन्देश ध्यान। बहुत सुन्दर, बहुत सुन्दर। ध्यानले के हुन्छ? दाल रोटी आनन्द हुन्छ। ओके आनन्द हुन्छ, त्यसो भएर ध्यान गर्ने। ओशोलाई यो जो पहिलो पटक आउनु भएको छ उहाँहरू मित्रहरूलाई पहिलो कुरा, पहिलो कुरा हामी बुझौँ है। भेरी इन्फर्मल, बहुत अनौपचारिक। यहाँ कोही एकदम महान प्रवचन दिने आचार्य आएर बस्दैन। कोही यहाँ चाहिँ एकदम गम्भीर भएर लो यो त गर्नु हुँदैन, ल हेर हाँसेको त्यो भएन, त्यो यसो गर्यो, त्यस्तो हुँदैन। यहाँ त के भने बिल्कुल अनौपचारिक हामी एक किसिमको एउटा अन्तर्क्रिया गर्छौँ। अन्तर्क्रिया यो चाहिँ अहिले जो मित्रले यहाँलाई भन्नुभयो ध्यानबाट के हुन्छ? आनन्द हुन्छ। वास्तवमा संसारमा जो जति मान्छेहरू पनि छन् सबै खोज्ने त आनन्द नै हो।
त्यसभन्दा अगाडि जानु पर्दैन। अब त्यहाँभन्दा पछि आनन्द भएर के हुन्छ भनेर सोध्यो भने के त्यो त बुर्कै भइहाल्यो, त्यो काम लाग्यो। अब आनन्द भयो भने के हुन्छ? आनन्दै हुन्छ, सिद्धि हो। आनन्दको अगाडि के हुनु? त्यो भन्दा पछिदेखि अन्तिम खोज नै आनन्द हो। त्यसो भएको हुनाले ध्यान गर, ध्यानले आनन्द हुन्छ भन्नुहुन्छ। ठिक त्यही कुरा ओशो भन्नुहुन्छ। मित्रहरू, नयाँ मित्रहरू जो हुनुहुन्छ, अहिले जो उहाँले बताउनुभयो, तपाईँकै मित्रले बताउनुभयो ध्यान, ओशो के भन्नुहुन्छ? मरो हे जोगी मरो गोरखनाथको सूत्रहरू सम्झाउँदै हुनुहुन्थ्यो। त्यसको सिलसिलामा भन्नुभयो, गोरख जो कहते हैं यही मेरा भी कहना है, जो गोरख का संदेश है यही मेरा भी संदेश है भन्नुहुन्छ। गोरख यहाँ सबैले सुन्नु भएको छ नाम, गुरु गोरखनाथ। उहाँको सन्देश के? हँसीबा खेलीबा, हँसीबा खेलीबा धरीबा ध्यानम। कस्तो पक्कै छु मैले त, खुब ठिक कुरा जवाफ दिएछु, मैले खुब जवाफ दिएछु। गोरख के भन्नुहुन्छ? हँसीबा खेलीबा धरीबा ध्यानम, अह निशत कथिबा ब्रह्म ज्ञानम। हंसे खेले न करे मन भंग, सोई जन चले नाथ के संग। अरूको काम छैन यहाँ, अरूको काम छैन। हँसी खेली, यो जम्मै शब्दमा ओशो पिक गर्नुहुन्छ, पिकअप गर्नु पर्यो भने ओशोले कुन शब्द पिकअप गर्नुहुन्छ थाहा छ? खेले, प्ले, just playfulness. Don't be serious. It's not a work, it's a drama, it's a play. परमात्मा त यत्रो ठुलो ड्रामा गरिरहेछ। मान्छे जन्मियो रे, बढ्यो रे, बिहा शादी गर्यो रे, जाउँ भोज खान जाउँ, बधाई दिन जाउँ भने शादी गरे रे, बच्चा पायो रे, सन्चो छैन रे, बिरामी घोरे जाउँ भेट्न, ज्या उहाँ त बित्नु भएछ, ल के होस्, समाधि प्राप्त होस् भनेर हामी के भन्छौँ? हामी ब्रह्ममा बास होस् पनि भने वैकुण्ठ बास होस्, वैकुण्ठ बास होस्, वैकुण्ठ बास होस्, सिद्धियो मान्छेको कहानी। परमात्मा त यस्तो ड्रामा खेलेर तैपनि मान्छे आइरहेछ, फेरि देखिरहेछ, हरेक दिन यो ड्रामा भइरहेको देखिरहेछ। जन्मिया पनि देखिरहेछ, नभए बिता गरे पनि देखिरहेछ। मैले देखिन्छ पत्रिकाहरू, आजकलको न्युज, यो जे जति पनि मिडियाहरू छन् जम्मै त यही कहानीले भरिएको छ। तैपनि मान्छे आउनु छोड्दैन। बाका ठेक के भएको यो? यस्तो हुँदो रहेछ यहाँ, साह्रै दुःखको कहानी नजाउँ भनेर कोही पनि बस्दैन, फेरि आइहाल्छ, जन्मिहाल्छ। कोही पनि दुःख बनाउँदैन, फेरि जन्मियो भन्दा फेरि दुःख खान आयो एउटा भनेर कसैले भन्दैन। ओहो बधाई छ जन्मबाबालाई त एकदम छोरा पाएछ तपाईँलाई, छोरी पाए त लक्ष्मी आइन् घरमा, अब आउने को सम्पत्ति। गहिरो सोच्नुभयो भने यो जम्मैमा किन त यस्तो, किन यस्तो गरे होला? किनभने यहाँ नलिनु छ नदिनु छ भाइ, यो त खेल हो। यो त्यत्रो ठुलो खेल खेलिरहेछ, को हो त्यो? खेलिरहेछ, हामी पनि किन खेल्नु, त्यसैमा हामी पनि खेल्दिनु। यो हो गोरखको मुख्य सूत्र। यसलाई ओशोले भन्नुहुन्छ हँसीबा खेलीबा, हँसीबा खेलीबा धरीबा ध्यान। ध्यान गर मात्रै होइन, उहाँको चाहिँ सन्देश याद गर्नुहोस्। ओशोको, सद्गुरु ओशोको सन्देश ध्यान गर मात्रै होइन, ध्यान गर तर कसरी? हँसीबा खेलीबा, हाँस्दै खेल्दै। लामो गहिरो श्वास, यस्तो होइन भने, यस्तो होइन भने यो सिरियस ध्यान भयो, यो सिरियस ध्यान भयो। योगीहरूले गराएको हुन्छ नि, यस्तो मुखहरू पान्छ, यस्तो ध्यानलाई भने होइन। हँसीबा खेलीबा,
जस्ट एज ए प्ले। ध्यान गर तर कसरी? एज ए प्ले, हाँस्दै हाँस्दै। हो, यो चिजलाई हामी मूल मन्त्र बनाउँछौँ ओशोको। हँसी बा, खेली बा, धरी बा, ध्यान नगर्ने होइन, ध्यान गर्ने तर हँसी बा, खेली बा। साँच्चै भनौँ भने यो हँसी बा, खेली बा, हाँस्दै खेल्दै यो सूत्र मात्रै पक्रियो भने ध्यान आफै ध्यान सुरु हुन्छ, ध्यान आफै उत्रिन्छ। हामी त किनभने यो हाँस्न पनि जान्दैनौँ, खेल्न पनि जान्दैनौँ, खेल हो भन्ने बुझ्न पनि जान्दैनौँ, अनि ध्यानमा उत्रिनै सकिँदैन कहिल्यै पनि। अह निश कथि वा ब्रह्म ज्ञानम। दिन अह भने दिन, निश भने रात। अह निश कथि वा ब्रह्म ज्ञानम। ब्रह्म ज्ञान त कस्तो हुन्छ रे भने दिन दुगुना, रात 100 गुना, फेरि दिन आयो 8 गुना, फेरि रात आयो 16 गुना, यसरी मल्टिप्लाई हुँदै जान्छ रे, आफै जान्छ रे, आफै हुन्छ रे ब्रह्म ज्ञान। यति अनन्त छ ब्रह्म ज्ञान भन्छन् नि। यो त अहर्निश कथि बा ब्रह्म ज्ञान, हर दिन त्यो ब्रह्म ज्ञान भइरहन्छ रे, चढिरहन्छ रे। तिमीले गर्दैौ के भने हँसी बा, खेली बा, धरी बा, ध्यान, हाँस्दै खेल्दै ध्यान। ओशो भन्नुहुन्छ यही मेरो सूत्र, यही मेरो सन्देश। त नयाँ मित्रहरूलाई मैले के भनेदेखि अहिले बताउन खोजेको के भने हामी यहाँ गम्भीर वस्तुहरू, गम्भीर चर्चा, गम्भीर ध्यान हो, मुक्ति कसरी हुने, यो सारा संसारको दुःख पीडाबाट छुटाउने कसरी, यस्तो चिन्ता छ, यो दर्द दुःख दर्द। हालांकि जो मान्छे ध्यानमा उत्रियो उसले यसो हेर्छ, दुःख काट्छ, दुःख देख्दैन, सबै छैन उसको लागि। यसको चर्चै हामी गर्दैन। हामी के गर्छौँ? ध्यान गर्छौँ कसरी? हँसीबा, खेलीबा, हाँस्दै खेल्दै के गर्छौँ? दुई चार शब्द सद्गुरु ओशोको सुन्छौँ। अनि यसै गरी केही एक दुईवटा प्रश्न उत्तर, कसैको केही जिज्ञासा छ भने यो चर्चा गर्छौँ। ये हाम्रो यहाँ सिंहलाल दाई बस्नु भएको छ, सिंहलाल दाईको कविता सुन्छौँ, गीत सुन्छौँ उहाँको, अनि यसो भजन कीर्तन गाउँछौँ अनि नाच्छौँ। यति गर्दा गर्दै त हामी त अनि हाम्रो खेल एक पार्ट खेल हुन्छ, अनि खेलको दोस्रो पार्ट फेरि अनि हामी के दोस्रो पार्ट के हँसीबा, खेलीबा, अनि धरीबा, ध्यान, अनि ध्यान धर्छौँ। ओ बल्ल बुझियो कुरो त। अनि ध्यान गर्छौँ। अनि के त ध्यान भने के गर्ने? ध्यानमा चाहिँ के गर्ने? के गर्छौँ ध्यानमा चाहिँ? कोही पुरानो मित्रहरू भनिदिन चाहनुहुन्छ नयाँ साथीहरूलाई ध्यान भने के? होशपूर्वक के गर्ने? होशपूर्वक होशले के हुन्छ? हजुर, एकाग्रताले के हुन्छ? सबैको सार संक्षेप सबै के आउँछ? आनन्द हुन्छ। आनन्द हुन्छ। त्यसो भएको हुनाले त्यसलाई छुना साथ आनन्दले टिक्क गरिहाल्छ आनन्दले। ध्यानको जे चिजले आनन्दको टिक आउँदैन त्यो चटक्कै छोडिदिनुहोस्, त्यो ध्यान होइन। जे चिज ध्यान भन्ने चिज जे छ, अर्को प्रकारान्तरले यदि तपाईँले भन्नुभयो भने, अर्को दिशाबाट भन्नुभयो भने, आनन्द जेमा आउँछ त्यो ध्यान, जेमा आनन्द आउँदैन त्यो ध्यान होइन। ध्यान एटेन्सन भन्छ नि हामीलाई। तपाईँहरू अहिले के गरिरहनु भयो? यो एकै 2 सेकेन्ड म चुप लागि तपाईँ के गर्नुभयो? ध्यान लिनुभयो। अब के भन्छ यो आचार्यले, ल है त, होइन? त्यही हो ध्यान। अब धेरै बेर म चुप लाग्यो भने खै केही पनि भनेन। अब तपाईँको एटेन्सन अन्तै जान्छ, ध्यान अन्तै जान्छ। अब तपाईँ दुखी हुनुहुन्छ। अघिसम्म त्यो 2 सेकेन्ड खुब
के दुःख हो, के यो सबै बिर्सिसकेका थियो, जम्मै कुरा बिर्सिएको थियो, त्यही मात्रै अब के हुन्छ मात्रै आइरहेको थियो। त्यो ध्यानको क्षण थियो। अब त्यसलाई मैले लम्ब्याइदिए भए धेरै बेर म ल अब तपाईँहरू ध्यान गर्नुहोस् है, बस्यौँ भने के हुन्छ, त्यो बिस्तारै बोर मनको विशेषता नै त्यही हो। जुन बेलामा हामी ध्यानमा हुन्छौँ, जुन बेला हामी ध्यानबाट बाहिर हुन्छौँ, मनमा हुन्छौँ। यसको अर्थ के हो? मन र ध्यान दुईटा अलग अलग चिज हो कि भएन? हो, यति बुझ्नुभयो भने काफी छ। ध्यान भनेको मनतिर नजानी अर्को के हो त्यो थाहा छैन, अहिलेसम्म चिरेको छैन। त्यो ध्यान भनिराखेका छौँ हामी भने ध्यानतिर जाने, मनतिर छोडेर ध्यानतिर जाने, यति कुरो। त्यसैलाई अब शब्दमा धेरै ठुल्ठुलो शब्दहरूमा भन्छन्, उन्मनी दशा भन्छन्, मनको पार जाने भन्छन्। मन के पार जाने का मार्ग ध्यान है, ओशो से मिलने का मार्ग ध्यान है। एउटा गीत छ नि, मित्रहरू अब हाँसीबा खेलीबा धरीबा ध्यानम, ये हामीले त भन्ने हाँसीबा खेलीबा धरीबा ध्यानम, सबको चेहरा चाहिँ गम्भीर छ एकदम। पुरानो एउटा सिंहलाल दाइलाई थाहा होला, कावेरी तपाईँलाई याद होला, एउटा भोजन भट्ट भन्ने नाटक बनाएको थियो, याद छ? याद छैन? भोजन भट्ट याद छ? हेर्नु भएको थियो? कसलाई याद छ भोजन भट्ट ड्रामा? धेरै पहिले चलेको, म जवान भएको बेलाको ख्याल गर्नु। त्यसमा त्यो एउटा क्यारेक्टर छ जसले अनि जब अरूलाई अप्ठ्यारो पर्यो त्यसलाई चाहिँ हाँस्नुस् भनेर भनिदिन्छ, मग्नु गराइदिन्छ। आखिर परिस्थिति यस्तो हुँदै आयो, उल्टो उसैलाई त्यसैले आएर हाँस्नुस् भनिदियो, खत्तम, आगो खत्तम। अब हाँस्नुस्, हाँस्नुस्। अब हाँस्नुस्, बेल छैन, आधा मिनट मात्रै आँखा बन्द गर्नुभयो भने, आँखा आधा मिनट बन्द गर्नुहोस् त। अघिको यो 1 मिनट 2 मिनट अगाडि यति हाँस्नु अगाडि जुन मेरो बर्डन थियो, भार, के को बर्डन हो थाहा छैन, शरीरको हो कि मनको हो कि चिन्ता पीडाको हो कि के छ, भित्रको हो कि बाहिरको हो थाहा छैन। तर कस्तो एउटा बन्द भएको जस्तो, आफैमा क्लोज्ड कस्तो फिलिङ थियो। त्यो 1.5 मिनट हाँसोमा सम्मिलित हुन साथ कसो शरीर हल्का भए जस्तो, भारी बिसाए जस्तो, ठीक आँखा खोल्नुहोस्। धन्यवाद।
महसुस हुन्छ, अघि अलिकति महसुस हुन्छ, थोरै भए पनि हल्का महसुस हुन्छ। जब ओशोले आफ्नो ध्यानको विधिहरू सुरु गर्नुभयो, त्यसमा हाँसो ध्यान पनि धेरै ठाउँमा छ, हाँस्न पाइन्छ, रुन पनि पाइन्छ, हाँस्न मात्रै होइन, जे पनि अभिव्यक्ति दिन पाइन्छ। त त्यस्ता विधिहरू ल्याउँदाखेरि ओशोप्रति सबै हाँसे। यस्तो पनि ध्यान हुन्छ कहीँ, कस्तो के चाहिँ मान्छे हो, केलाई चाहिँ हाम्रो सारा संस्कृतिलाई नै यसले बदनाम गरिदिन लाग्यो भनेर तथाकथित त्यतिखेरको विद्वानहरूले समेत यो ओशोप्रति त्यही भोजन भट्टको कथा जस्तै हाँसे। अब बिस्तारै मान्छेहरू ती जो ओशोप्रति हाँस्थे, अब तिनीहरूप्रति हाँस्न थाले। यो पो रहेछ यति आनन्दको जीवन पाइने ठाउँमा यी जो चाहिँ तथाकथित ध्यानी, धर्मात्मा, पुण्यात्मा भन्नेहरू पो तिनीहरूप्रति पो हाँस्नु पर्दो रहेछ। यी पो हाँसीका पात्र रहेछन्। देख्नुहुन्छ हजारौं मान्छेहरू आजकल टेलिभिजनमा, अरू मिडियाहरूमा कति किसिमको के भन्नुहुन्छ अफर लिएर आइरहेका छन्। सिधै 3 घण्टामा तिमीलाई चाहिँ परमात्मा दर्शन गराइदिन्छु भन्ने पनि आएका छन्। 3 घण्टामा परमात्माको दर्शनै गराइदिने, वैकुण्ठ लगिदिने, स्वर्ग लगिदिने त धेरै छन् त्यस्तो। अब ती मान्छेहरूप्रति यो ओशोको जो देशना छ, यसरी हाँसेर जब त्यसमा भिज्दै गएर जसले देख्छ नि, अनि तिनीहरूप्रति हाँस्छन्। त्यही यसरी पनि यी चाहिँ वैकुण्ठ जाने, वैकुण्ठवास हुन पर्नेहरू, तिनैलाई ओशोले priests भन्नुहुन्छ। Priests and politicians, mafia of the soul, the mafia of soul, आत्माका शोषकहरू दुईटा, एउटा तथाकथित शब्द त्यहाँ छैन, तर मैले मात्रै भने आए। फेरि सबै यहाँको धर्मगुरुहरू रिसाउनु होला। धर्मगुरुहरू र राजनीतिका नेता, यी दुईटा हुन् आत्माका शोषक। यो मित्रहरू, जो नयाँ मित्रहरू आउनुहुन्छ, म त सबलाई पहिले नै भन्छु, यहाँहरूलाई ओशोको सही सन्देश बुझ्नु छ भने प्रिस्ट्स एन्ड पोलिटिसियन्स, द माफिया अफ सोल, यो पढ्नुहोस्। बहुत हाई लेभलको प्रवचन छ, अङ्ग्रेजीमा छ मूल, त्यसको अनुवाद आइसकेको छ, हिन्दीमा पनि पाइन्छ। धर्मगुरु र नेता, आत्माका शोषक भनेर, प्रिस्ट्स एन्ड पोलिटिसियन्स, माफिया अफ सोल। बस्न गाह्रो छ, कता कता घुम्दै फिर्दै तिनीहरूको चङ्गुलमा परिहालिन्छ। एक थरीले लुलाबाई फकाउँदै लुलाबाई आऊ, लोग बच्चा, अघि भन्नुभयो नि कसैले होइन, लोग बच्चा एक कोका कोला पियो, तुम्हारा सब लक्ष्मी आ जाएगी घर में। त्यस्ता बाबा केही जाँदैन, कोका पनि खान, कोका कोला पनि पिउन पाइने, घरमा धन पनि आउनेले खाइने, अब खाइहाल्छ नि। यस्तो लुलाबाईदेखि लिएर डन्डा लिएर बस्नेहरू, यस्तो कि चलहल गर्न दिँदैन। नेताहरूले त कहाँ लुलाबाई, के को लुलाबाई पनि छ, भोट दिने बेलामा त आउँछ नि। बस्नु त गाह्रो छ, त्यो बस्ने
कसरी होला खै यो दुई थरीबाट बस्न त अब ओशोको भनिरहनु भएको छ यिनले गर्नु गरि नै रहेछन्। प्रिस्ट्स एन्ड पोलिटिसियन्स कम भएको छन्। तपाईँलाई लाग्छ प्रिस्ट्स एन्ड पोलिटिसियन्सहरू कम छन्? अब के गर्ने होला त त्यसो भए? खोइ ओशोले भनिरहनु भएको छ हामी उम्किन पनि सकिरहेको छैनौँ, अनि के काम लाग्यो त? भन्या काम लाग्यो। खोइ त्यसो भए त के उपाय त? अनि के ध्यान गर्नु त? नि किन आएको त? नि हामी यहाँ किन बस्या? देख्नुहुन्छ महासमस्या यही त हो। यही नभयो भने हामी उम्किने बाटो खोज्दैनौँ। यो हामीलाई दिएको अवसर, अस्तित्वले यस्तो अवसर बहुत मुस्किलले जुटाउँछ। महाभारतको युद्धको रचना नभएको भए अर्जुन इन्लाइटेन्ड हुँदैन थियो। अर्जुनले यथार्थ देख्न पाउँदैनथे। अर्जुनको कारणले यो सारा जगतले श्रीमद् भगवत गीता पढ्न पाउँदैन थियो, यसको मार्गदर्शन पाउँदैन थियो। वास्तवमा यस्तै समस्याको बिचमा उपाय छ। त्यस भएर हामीले पनि यहीँबाट थ्रु दिस प्रब्लम, यही समस्याको बिचमा अब उठ्नुपर्छ। समस्याको बिचबाटै उठ्नुपर्छ। यो केही पनि समस्या नभएको भए क्या आनन्द हुन्थ्यो होला लाग्छ अहिले त। प्रिस्टहरू पनि नभएको भए, पोलिटिसियन पनि नभएको भए, या भए पनि हामीले भनेको मान्दिने भएको भए हामी त आहा क्या ध्यान गर्थ्यौँ जस्तो लाग्छ अहिले। तर हुन्थ्यो ठिक उल्टा, हामी केही पनि गर्दैनथ्यौँ। यति बसेर यति ध्यान पनि गर्दैनथ्यौँ पक्का छ। किनकि च्यालेन्ज चाहिन्छ। अलिकति हावाले हल्लाएन भने त्यो बिरुवा विकसित हुँदैन। जीवनमा च्यालेन्ज नै चाहिन्छ। यही परिस्थिति चाहिएको थियो। त्यस भएर यो अस्तित्व बडो दयालु छ रे के, मङ्गलमय छ। अस्तित्वलाई हामीले मङ्गलमय भन्छौँ। मङ्गल गर्छ यसले। के अस्तित्व भने के हो? यो टोटालिटी जे जति छ के छ यहाँ? मनुष्य छ, यी पृथ्वी छ, के ग्रहहरू छन्, यो सारा सौर्यमण्डल छ, ग्यालेक्सिज, के भन्छ नि, नेबुला, के आकाशगङ्गा, यो जति पनि यो सम्पूर्णलाई हामी टोटालिटी भन्छौँ। यो टोटालिटी के छ रे? मङ्गलमय। मन्त्रहरू तपाईँहरूले पाठ त गर्नुहुन्छ, बेला बेलामा घरमा सामाजिक कार्यक्रम केहीहरू भएको बेलामा मन्त्रहरू पढ्नुहुन्छ नि। मङ्गलम भगवान् विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनोहरि, पाठ गर्नुहुनेछ। तपाईँले नगरे पनि तपाईँको प्रिस्टले, पुरोहित बाजेले त पाठ गरेर त सुन्नु भएको छ कि के अर्थ हो? सुन्नु भएको छ अहिलेसम्म? के भनेको त्यो? भगवान विष्णु, मङ्गलम भगवान विष्णु भनेको के हो? मङ्गल हो। मङ्गलको नाम भगवान विष्णु, अथवा प्रकारान्तरले भन्नुहोस् विष्णु। भगवान विष्णु कसैले भन्यो भने त्यसको अर्थ हो मङ्गल। कसको मङ्गल? तपाईँको मङ्गल, मेरो मङ्गल, सम्पूर्णको मङ्गल। यहाँ यसको भन्ने छैन, मङ्गल मात्र। मेरो नाम नै मङ्गल, मङ्गलै हुँ म, मङ्गल स्वरूप। मङ्गलम भगवान विष्णु, मङ्गलम गरुडध्वज, उसैको हो यो सारा, जसले पालन गरिराखेका छ। मङ्गलम पुण्डरीक अक्ष, आँखाको प्रशंसा गरिदिया विष्णुको। कस्तो छ रे? कमलको फूलको जस्तो आँखा। मङ्गलाय तनोहरि, मङ्गल आयतन हरि। यो जति पनि भोल्युम छ, पृथ्वी चन्द्र के हुन् ग्रहहरू, यो सोलर सिस्टम, यस्ता अनन्त सोलर सिस्टम, त्यो के हुन् रे भने इट्स दी भोल्युम अफ मङ्गल। मङ्गलको भोल्युम, मङ्गलको शरीर। आयतन भनेको शरीर, कसको? हरि, अर्थात् जो छ त्यही अस्तित्व। अब यसले कहिले अमङ्गल गर्ला? यसले
अमङ्गल गर्नुको मतलब त यसले आफूले आफूलाई नै घुसा हाने भएन कि भएन? यसको नाम हो मङ्गल। यहाँ मङ्गल सिवाय केही छँदै छैन, कहीँ कसैलाई अमङ्गल भन्ने छँदै छैन। अनि त किन त फेरि हामी यहाँ अल्झिएको त त्यो प्रिस्ट पनि पोलिटिसियन पनि भनेर किन गाली गरे? किनकि यो मङ्गल तपाईँलाई गरिदिएको यो अवसर जुटाउनलाई यिनीहरू बसेर गरिदिएपछि त्यो अब तपाईँ आफ्नो बाटोमा लाग्नुहुन्छ नि, तपाईँको मङ्गल गरिदिएको यो ध्यानमा जाऊ, होसमा जाऊ, ताकि तिमी आनन्दमा पुग्न पाउँछौ। यो अवसर जुटाइदिएको